गवी नमक गो प्रत्याम्नाय भूत नमः। नानी त्यहाँको जल चुपेर भएमा छरेर शिरमा लैजाऊ। ओम मनमे तर्पयेत किन फाले? ओम मनमे तर्पयेत ओम मनमे तर्पयेत पैसा ती राख्नु पर्यो। मनमे तर्पयेत बाचामा धोरीको शिरो गाड्नु पर्यो। एउटा टुक्रा कुस हातमा हालिदिनु ल। दाहिने हातमा समात त्यो कुस अलिकति जल हालिदिनु। हरे विष्णु सले विष्णु जलमाला काशी पुत्र भयो विनाश भयो। काशी पुत्र 16 कुमारी होइन खोज्दा खोज्दा मैले कम्पो खोजेको छुइनँ। भएन के अरे भारद्वाज गोत्र त्रिपुरा प्रहर माध्यमिक शाखा के नाम बाबुको राशिको नाम झलक प्रसाद नाम श्रवणे प्रणाय सानबुवा यति हट्नु त हट्नु होइन अलि सिधा बस्नु हट्नै त पर्दैन थियो। मैले पूजा गरेँ पैसा एउटा खुजुरो पैसा ल्याउ त ल यसलाई चाहिँ हातमा लिएर खुसेर पानीसम्म लगाइदियो।
बाबु त्यहाँको पानी यसो बहिनी त छरिदिनु त सबै परिवारले ल बाआमा ठुल्बा हजुरआमा सबैले है आज तिमी यसरी बस नानी यसरी बस्ने गोर्खा पशुपति आशीर्वाद लिएका बास हो देखेको बास ल दक्षिणा हात ल नमस्कार गर बालाई ल अब दुधलाई पानी हालिदिनु पर्यो गोडा धुनुहोस् नि ओम कादिनु ओम कादिनु कसो बस कादिनु राख्नु पर्दैन पानी हाल्नु कादेनु कसैको बच्च कादेनु कसैको अग बसिदेनु विराज छ किम नाम कसैको निकाल्दै माइती कहाँ होला नि फेरि त्यो छोरी आन्टीलाई बोलाएर लो फुल शिरमा राखिदिनु भयो टिका भइसक्यो अब फुल राखिदिनु शिरमा दिदी अगाडि त्यो सुन्तालाई जहाँ भने पठाइदिइहाल्नु ल ल हात थाप दुई हात थापेर नमस्कार गर्नुपर्छ खुट्टा माथि गर्दै आमालाई हार्दिक स्वागत ओम कादिनु कसैको बस कादिनु कसैको अग कसै दिनु बिदा जस्तो तिमीमा कसैको अग यही बेला चिया किन्ने होइन यो भएन त खोइ सुनिता खोइ यहाँ त जोडी भएर धुनी हुन्छ गोडा त खोइ ल ल ल ल कहिले पर्दै जाने हो अब कहाँ धुनी फुल सिरा राख्नु बाबु लिनुहोस् बस खोइ सुनिता खोइ आउँदै राख्छ हेर खान हात त्यसरी ल्याएर भाइले पनि गरे है भाइ ऊ भाइले पनि ल्याएर फेरि फेरि ल भयो भयो यहाँ तल ठिकै झिका उठेर लगाइदेऊ उठेर लगाइदेऊ भाती लगाइदिएर ल भयो 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 ल ल ल भयो ल फुल लगाइदेऊ टाउकोमा फुल लगाइदेऊ खै तैँले पैसा ल्याउनुहोस् खै ल्याउनु आन्टी कहाँ हुन्छ बयल सुक्दैन ती छ नि पैसा दियो माग्ने कि दिने हो बाबु 0.5
फ्रीमा गर्नु न कस्तो राम्रो आउँछ कहाँ राखेको पैसा झिका उखालिदियो त्यो दिदीलाई देऊ त्यसको हात हान्थे ए मामा हुन्छ त यो खुट्टामा जी गरेर दिदीको दिदी हाल्छु त्यो भयो उले लगाएको लगाए अब त्यो गर दिदी अब नमस्ते गर नमस्ते गर दिदीलाई जिउ गर खुट्टामा भइहाल्यो एखर गरी ले छाटा त मजा अनि खाएपछि त पनि खानु पर्ने साथी अनि लाइट बुढो भन्छ हातले नानी हातले रोले गोइला दिनु पो त न ढौरा पैसा ढोरिया न त्यो पैसा छरे भाडा के अरे त्यो ब्रान्ड ढोरी कतै हेरेको छोरो कतै खाली देऊ त भाडा लहर त एउटा यस्तो केटी भएछ त के गर्ने अझै नखोला भगवानको रूप सबै देखाइन्छ अब भगवानलाई यसरी वासुदेव आयो भनेर लगाइदिनु न के हुँदैन अहिले लप्ट निकाल्नु जाँदैन मुन्द्रा हो अहिले त निकाल हातमा राख्दैन न त त्यसो भए त्यो भइहाल्यो नि बोलाउँदा नआएर अनि उही पूजा गर्न आएन के पछाडि त्यहाँ लटै छ छोडेर आएको बाबु हट त राति बुढी चाटीहरू रवि दिदीले बुढा भन्नु होइन अहिले 500 रुपियाँ चाहिहाल्यो आज 10,000 कमाउने भयो 10,000 त काट्छ उठाको थाली होला ए अहिले हेर्दैन पहिला निकाला नि अनि अलिक मलाई फुल पुरो चाहिन्छ खोइ त माया नि गरेन
एकछिन रोक्यौँ है त एकछिन रोक्यौँ अनि ल जाऊ नानीहरु त जानीहरु यहाँ के ब्याग ला यहाँ हाल ल यहाँ राख गिफ्ट भयो अनि फुली लगाइदियो क्या फुल लगाइदियो ल सन्जिता लिदेऊ ल रिजी लिदेऊ आयो दुईजना रोकिँदैन छिर्नु म लाउँछु के ल जानु पानी ठोकिया छिटा सबै आउँछ पैसा रोटी सबै आउँछ ल जा अलिअलि मैले 12-1 बजेसम्म हुन्छ कि भने 10 बजे सकिन्छ 10 बजे सकिन्छ मामा आउनु पर्यो त आउनु पर्यो ल त तिमीले जान्छ आउ न अक्सिदै त कहिले चाँडै सक्नु जस्तो लाग्दैन दाइलाई गाह्रो आनन्द मेरो मलाई पनि देखाउन त हेर दाजु हाम्रो फोटो नहेर्छ है सरी अरु कर्म सुरु गर्ने हो हान्जा आजको हजुरहरुको त बाँड्दै सके ल एउटा यता आउनुस् ल एउटा बोतलमा एउटा गाई राख्नु पर्यो एकान्तरको जाने हेर्न है मैले पूजा गर्नु भएको हेरेर देखाएको है गाई कति हजारको
एउटा त्यो 50 त भएन हौ यो 50 क्या कति हो अलि मिलेर है सोधिरहेको छु त्यो 500 रुपैयाँ यो 55 दिन मिल्यो भाइ मान्छे त्यो दिदी फोन गरेर दामको भाइ भान्जी आउँदिदा ₹50 चाहिन्छ पूजा गरौँ ओम मामाले लान मिलेन के त हुन्छ भने लाने त हुन्छ बोल्न गर सजिलो हुन्छ फेरि पुरै शिरमा भान्जी त्यहाँ फेसबुक लाइभ गराइदिनु गर्ने भान्जी गणेशको मन्दिरमा पनि परिक्रमा गरेर आउने ल त सब बत्ती लिएर राख्नु
राजु तिनटैसँग राख्नु हो सँगै ल राख मामाहरूले भन्नु ढोका खोला